मेरो चाहिँ पानीको डरमा ठुल्ठुलो रहेछ। आमा रिता कत्रो खाइसक्यौ ल। हेलो, स्वागत छ सबैजनालाई आजको हाम्रो भिडियोमा। आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज गर्न लागिरहेका छौँ। अनि पानीमा चाहिँ हामीले 15 वटा ल्याएको छौँ। अनि यता चाहिँ अचार छ, तपाईँहरूले चाहिँ अहिले देख्नु भएको छैन, अहिले हामी देखाउँछौँ। अनि पानी छ, एकदमै मिठो बनाएको छौँ। अनि आज चाहिँ हामीले च्यालेन्ज गर्न लागिरहेछौँ कसले छिटो खाने। आफूले खाने होइन, तर कसले छिटो खाने, जसले छिटो खाइसक्छ जो विनर हुन्छ उसले चाहिँ हारेको मान्छेलाई चाहिँ जोकर बनाउँछ है। दुईटा चिज हुन्छ, एउटा गाजल हुन्छ, एउटा लिपस्टिक हुन्छ। अनि कस्तो तरिकाले बनाउने जित्ने मान्छेकै हातमा छ। हाम्रो आजको च्यालेन्ज भनेको चाहिँ त्यही हो। जित्न पाए चाहिँ हामी ढिला नगरिकन च्यालेन्जतिर लागिहाल्छौँ, किनकि हामीले जसरी पनि सकाउनु पर्छ होइन। अनि मेकअप पनि गर्नुपर्छ, त्यही भएर अब चाहिँ ढिला नगरिकन हामी चाहिँ सुरु गर्न थाल्छौँ। ल सबैजनाले अगाडि नै सोचिहाल्नु त कसले चाहिँ जित्छ जस्तो लाग्छ। तपाईँलाई कसले जित्छ जस्तो लाग्छ कमेन्टमा लेख्नु होला। जित्नु होला जस्तो लाग्छ मलाई चाहिँ। अब यो माइक चाहिँ एउटा छ, अब खाएको बेलामा कस्तो साउन्ड आउने हो अब। ल अब चाहिँ हामी ढिला नगरिकन खानातिर लागिहाल्छौँ ल है त। 1 2 3 गो। जित्नु पर्ने छ साथीहरू, गाह्रो छ गाह्रो। मेरो चाहिँ पानीको डरमा ठुल्ठुलो, मेरो चाहिँ पानीको डरमा ठुल्ठुलो। मेरो त मलाई खाने हाल्यो नगर नगर के भएको जोकर त बन्नु भएन, जोकर त बन्नु भएन। हेर पनि है हामीले चाहिँ अहिलेसम्म 40 भिडियो चाहिँ बनाएको थियौँ क्या। आमा रिता ओ झरे त होइन नि, कत्रो खाइसक्यौ ल। अचार पनि सबै खानुपर्छ नि। कहाँ चुकिन् म कहाँ चुकिन्। पानीको चाहिँ हाल्ने जुन चाहिँ हुँदैन होइन। होममेड खानुको यति मिठो नि। म जित्न सक्दिनँ कि यार, जित्न सक्दिनँ कि यार। अब आरामले खानु सक्दिनँ जस्तो लाग्यो। अब आरामले खानु सक्दिनँ जस्तो लाग्यो। Oh my god! तेरो नि बाला आइहाल्यो नि भगवान। देख्न सक्नुहुनेछ आजको हरुवा। जित्यो जित्यो उसैले है भाग्नको आमा सुरुमा त कस्तो जित्छु जस्तो लाग्यो होइन। मिठो मिठो हा अलिअलि यतातिर पासे मैले जितिसकेँ, विनर भइसक्यो नि त।
अनि मलाई खन्छ भनेर कमेन्ट गर्नुहुन्छ मलाई खन्छ भनेर कमेन्ट गर्नुहुन्छ यो ठुलो खाऊ ल मैले ठुलो खाइसकेर नि भइसक्यो अब उसको चाहिँ अचार अझै माथि छ मेरो त अचार पनि सिद्धिसक्यो पानीपुरीको झोल चाहिँ ठिकै ठिकै हो अनि यो खाइदेऊ तिमी एउटा अब हारिहाली यो खाइदेऊ तिमी एउटा अब हारिहाली जित्ने मान्छेले हुँदैन नि त्यस्तो गर्न हेर्नु न अरू केही कुरामा नजिते पनि खाने कुरामा म के भिडियो अगाडि जीवन छ त यस्तो म जित्छु जस्तो लाग्थ्यो होइन पहिला चाहिँ तिमीलाई अलिक कम कम गराएको थियौ नि त म जित्छु जस्तो लाग्छ तर यो कहिले च्यालेन्ज नगरेर होला अब अर्कोचोटिदेखि चाहिँ फाइनल म जित्छु मलाई त्यस्तो मिठो गरी खान त आउँदैन तर म चाहिँ अलिक छिटै खाने रहेछ है ऊभन्दा अब तिमीलाई म सम्झिँदा कस्तो देखिन्छु होला कसो बनाउने होला तिमीलाई अब मैले कस्तो बनाउनु होला है अचार बाँकी छ ल हामी चाहिँ यो सेटअप सकाएर साफ गरेर फेरि जोकरको पालो अब मेरो पालोमा के भन्नु मै त हो नि जोकर भन्ने के भन्नु मै त हो नि जोकर भन्ने उसले हालिन् मैले धेरै खाएँ छिटो खाएँ अब फेरि भेटौँ ल है त ल अब चाहिँ हामी यहाँ सेटअप पनि हटाइसक्यौँ अघि पानीपुरी च्यालेन्ज गरेको सेटअप चाहिँ हटाइसक्यौँ अनि अब मैले धेरै खाएँ धेरै होइन मैले नि खाएर चाहिँ खाएको ढिलो खाएको के ढिलो अनि दुईटा चिजले अब मलाई आज चाहिँ कस्तो जोकर बनाउँछु कतिको ट्यालेन्ट रहेछ कतिको खुबी रहेछ मेकअप आर्टिस्टमा उसलाई हुने रहेछ तपाईँहरू पनि कमेन्ट गरिदिनु होला ल तर अब के गर्नु अब मेकअप आर्टिस्टलाई चाहिँ धेरै धेरै अलिक महँगो महँगो फाउन्डेसन चाहिने तर के गर्नु यो दुईटाले मैले मेकअप गर्न पर्ने छ अब मलाई जहाँ मन लाग्छ त्यही मेकअप अब मलाई जहाँ मन लाग्छ त्यही मेकअप गरिदिन्छु तिमीलाई कस्तो महसुस भइरहेछ अब हार्दा कसलाई चाहिँ खुसी लाग्छ र मनभरि मुटुमाथि ढुङ्गा राखी अब ल ल भन्नु परेको छ ल के गर्नु त्यस्तो खतरा त केही पनि छैन अब के गर्नु अब खाएर अलिकति धेरै खाएर तर एउटा मेरो त्यो अगाडि सेटअप गरेर धरेको रहेछ होइन अनेस्टली भनिहालेँ अनि फेरि मैले खाइसक्दा उसको 3-4वटा बाँकी थियो तर जितेको चाहिँ मैले नै भयो 15-15वटा गरेको थियो मैले 14वटा खाएछु अनि उसले मैले खाइसक्दा बाँकी भएको थियो अब उसले नै अहिले त जित्न जितेको तर के गर्नु मैले अलिक छिटो खाएँ अरे यस्तो मुख मेरो अब हेर्नु होला माइक समाता तिमीलाई अब सक बनाइदिन्छ है ठिक छ आफ्नो रमिता आफै हेर्दैछु अब खै के सुरु गर्ने होला गाजलबाट सुरु गरिदिउँ है गाजल यति फ्रक छ अनि त्यस पछाडि लिपस्टिक रातो लिपस्टिक तिमी आँखा चिम्लेर बस्छ के माइक यहाँ राख मैले हेर्नु नपाएँ अहिले तिमीले हेर्नु नपाएँ के तिमी आँखा तिमी ऊ नगर ल मैले उसलाई गाजल लगाइदिन्छु है न मेकअप आर्टिस्टको अगाडि म यसो झलक्क आँखा खोला आफू देखेर होइन तिमीलाई त म पनि लगाइदिन्छु के अरे मेरो त फेरि ऊ जस्तै हुन्छ क्या इन्डियन हिरोइनले लगाउँछ नि हो त्यस्तै खाले जस्तो मेरो मेकअप हुन्छ कि मलाई त बाहिरको हिरोइनहरूले पनि मन आउँदैन तिमी हेऱ्यौ क्या होइन हेरे है म त्यसो झेली चाहिँ गर्दिनँ त्यस्तो नगर न ल मलाई चाहिँ चुच्चो गाजर मनपर्छ क्या मैले केही पनि देखाएको छैन साथीहरू अब मलाई एकदम चुच्चो भएको गाजर मनपर्छ होइन फेरि एकदम यो मेकअपमा त मैले त कसरी जित्न पिएचडी गराएको अहिले सबभन्दा चलेको खतरा आर्टिस्ट चाहिँ मैले जितिदिन्छु के चुच्चो बनाउन चाहिँ मेरो त एकदम हो के तपाईँहरूलाई पनि कस्तो लाग्छ भन्नु होला चुच्चो एकापट्टि चुच्चो भयो एकापट्टि भयो अनि यस्तो पनि भयो क्या है तिमी नहेर है म हेरे होइन
अब उसलाई चाहिँ गार्डन मात्र नभएर होइन त्यस्तो गार्डन मात्र नभएर मैले यो पनि ल्याइदिन्छु कि ब्लस के ब्लस उसलाई राम्ररी देख्छ क्या कन्ट्रोल त गर्न पर्दैन तिम्रो गाला सामी हो है अब लिपस्टिकमा पनि मैले राम्रै गर्छु हाइलाइटर चाहिँ अलिक पछि लगाइदिन्छु ल हल्का है लिपस्टिक नै भएको मेकअप आर्टिस्टलाई चाहिँ यो प्रोडक्ट राम्रो भएन भने राम्रो काम गर्न अलिक असहज हुन्छ के ल तिमी नहेर है तपाईँहरू कसैलाई चाहिँ नहेर धेरै अब मेकअपको लागि हायर गर्नुपर्छ भने मेकअप आर्टिस्ट चाहिँ यहाँ हुनुहुन्छ मिस रिता थिङलाई कन्ट्याक्ट गर्दाखेरि हुन्छ पहन तिमीलाई यो ऊ पनि पुगेको छैन क्या अझै पहन हाइलाइटर के हाइलाइटर अलिकति ब्लस पनि पुगेको छैन क्या त्यस पछाडि हाइलाइटर पनि क्लिक्क गर्नुपर्छ नि त त्यहाँ सेतो देखिँदैन होला यो चाहिँ मैले सिधै लन्डनबाट मगाएको हो क्या उसको लागि लन्डनबाट ल एकचोटि अब खोल पहन एकछिन तिमी तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ भन्नु होला मेरो मेकअप अनि अब मेरो क्लाइन्टलाई मैले गरेको मेकअप कस्तो लाग्छ एकचोटि उहाँबाटै के अरे प्रतिक्रिया लिउँ होला ल आँखा खोल तिम्रो बिहामा मेकअप आर्टिस्ट अरू बोलाउँछौ हुन्छ मेरो हुनेवाला श्रीमान ढलेर बेहोस भएर झुरुक्क उठेर फेरि मलाई बोकेर घर लग्छन् होला तिम्रो बिहामा मेकअपको लागि चाहिँ मलाई चाहिँ हायर गर है तिमी सानोमा छैन भने ल्याऊ हेर्नु न तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ लिनु होला बाइ द वे यस्तो हो क्या तिमीलाई यो मेरो वर्णन गर न त यो मेकअपको वर्णन गर न त ज्याम्पुतली भन्नाली कति राम्री भइसक्यो होइन यो तर राम्रो छ चुच्चो छ नि यो बवाल यता एक्स्ट्रा बवाल छ क्या यताको चाहिँ म त ओहो यसको त बयान गरेर साथै छैन साथीहरू ल ओके थ्याङ्क यू सो मच हाम्रो चाहिँ यो आज फन हो हामी चाहिँ एकदम मिल्ने साथी हो उसको बिहामा पनि मैले एकछिन हुन्छ अन्त म त एकदम आभारी हुनेछु तिमीले यति राम्रो मेकअप गरिदियो भने मेरो स्पेसल दिनमा यतिको भएर भित्रिन पाउँदा ससुरा पनि के साह्रो चाहिँ सबभन्दा सुरु त मैले अङ्कल भन्नुपर्छ अङ्कलै बिहोस हुन्छ होला ल हस् थ्याङ्क यू सो मच सबैजनालाई हामीले फन भिडियो बनायौँ अनि अझै राम्रो च्यालेन्ज भिडियोहरू बनाउनको लागि अनि सपोर्ट गर्नु अनि त्यसपछि चाहिँ तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ यो तरिकाले यो के अरे खानेकुराहरू खानुहोस् यस्तो तरिकाले पोलिसमेन्टहरू दिनुहोस् यो गर्नुहोस् भनेर चाहिँ तपाईँहरूले पनि कमेन्ट गर्नु ल त्यही अनुसार जान्छौँ हामी चाहिँ उसको पनि मेकअप कस्तो हुन्छ मेरो लागि भन्दै सबैजनालाई थ्याङ्क यू सो मच यतिको मेकअप आर्टिस्ट चाहियो भने चाहिँ थ्याङ्क यू